यो वडा नम्बर 5 बाट हैन वाओ लु भन्नु हैन यो 5 चाहिँ तपाईले लिनु अनि हाम्रो कोषाध्यक्ष ज्यूलाई दिनु त त्यो हिजो चाहिँ कसको तर्फबाट कति भन्नुस् त लु यो मेरो क्यान्सर पीडितको लागि त्यो चाहिँ कहिले तपाईले यता आउनु यता कोलाई दिनु पर्छ ल यो क्यान्सर पीडित बिरामीको मिक्लाजुङको हुनुहुन्छ हैन के पो उहाँको नाम हामीले दि त सब मैले पनि सहयोग त गर्छ दाम चाहिँ ल दार्चुलाको लागि यो दार्चुलाको फुलको लागि यो चाहिँ उता दिनु 10,000 कोबाट मन्दिर दिबाट मन्दिर राईबाट आमा उठ्नु सक्छ कोषाध्यक्ष ज्यू यो फेरि 5 नम्बरबाट को लागि 71 बाट पठाइदिनु भएको के भन्नु अरे भेनाको नाम राजन राई राजन राई ल राजन राई मन्दिर राई नानाबाट ल हाम्रो श्रमदाताहरू हुनुहुन्छ दार्चुलाको लागि ल 10,000 दार्चुलामा पनि पुलको लागि 5 नम्बरले खायो थोरै खायो अझै दिने कति हुनुहुन्छ घुमिएकै छैन र मात्रै आम्मा त नि ऊ कला भाउजूले ए ल त्यो पनि ल उर्गेन ल। फ्यामिलीबाट यो लेटाङ 5 बाट उहाँ हाम्रो सम्झना नेकपा एमालेका नगर कमिटी नगर सचिवज्यू हुनुहुन्छ उर्गेन योन्जन तामाङज्यू मेरो छिमेकी मुनो लेटाङ 5 बाट दिदै हुन्छ 21,000 कति हो 21,015 रुपैयाँ ल उहाँको परिवारलाई हामी धेरै धेरै धन्यवाद हाम्रो कोषाध्यक्षज्यूलाई हस्तान्तरण गरिसक्नु भएको छ ल धन्यवाद उर्गेन योन्जन दाजु खत्रै आयो ल खत्रै आयो ल हे खायो आयो सम्पूर्ण रकम लगभग 1 लाखको हडारमा पुग्न आँटेको छ हामी त्यो रकम जो अस्ति 46,000 कति पुगेको छौँ अब फेरि बिचमा आएको छ गर्दाखेरि हाम्रो लगभग 1 लाख रुपैयाँ जति पुगिरहेछ सम्पूर्ण भन्ने पुग्छ कि उठायो भने 1 लाख नाग्नै पर्छ ल अब सबैले अब नदिनु भन्नु पनि भएन दिनेलाई वेलकम गर्नै पर्यो होइन ठिक छ ल आयो फेरि मनी साम्पाङबाट मनी साम्बाङ ल हाम्रो नगर समिति सदस्य मनी साम्बाङजीबाट ल दार्चुलाको लागि हो होइन यो कोबाट आयो हजुर अनि कसो लाग्छ खै हाम्रो यो चाहिँ उताको लागि हो ल खै हाम्रो कसो चाहिँ यो के को लागि पीडितको बिमारीको लागि त्यो लेख्नु है हजुरले नै बिमला राई बिमला राई वडा नम्बर 5 बाट 5 बाटै रहेछ ल अनि यो ल फुलको लागि फेरि पुलको लागि आयो बिमला राईले नै 1,000 ए बिमला राईबाट लु आयो ल 1,000 आयो ल उर्गेन दाईको परिवारबाट मनी सामुबाट बिमला राईबाट मन्दिर राजन राईबाट आयो दार्चुला पुल निर्माणका लागि भलासरी राईबाट 200 हे आयो ल 200 रुपैयाँ भलासरी राई लेटाङ 5 बाट ल टक ए बाबा हो के साह्रो छ हो पैसा यो 5 नम्बर वडामा पहिले त हेर्नु है पैसा कति लानु पर्छ त्यो लेख्नु है 1500 ल धन्यवाद सबै श्रमदाताजीहरूलाई धेरै धेरै धन्यवाद सहयोगी दाताहरूलाई धेरै धेरै धन्यवाद यहाँहरूको हामीले भोलि जीवन फलोस् फुलोस् वृद्धि होस् मौला होस् दुबोस् है क्यान्सर पीडित लागि भोलि हामीले चेक गरेर दिनुपर्छ भोलि आशीर्वाद क्या दुबो भन्दा ल दुबो भन्दा बढी त्यसले ल रिसाउनु भयो क्या दुबो जस्तै भन्दा अलिक बढी दुबो भन्दा पनि ल ल धन्यवाद।